सो हे गाइज आज चाहिँ हामी हाइकिङ गइरहेको छौँ प्रेम स्मृति पार्कतिर अनि हामी चाहिँ टोटल 4 जना छौँ मेरो भाइ ड्याडी उता चाहिँ हाम्रो भरिया ब्याग बोक्नलाई मात्र ल्याएको हो त्यो मान्छेलाई हामीले त्यस्तो धेरै उकालो त चढाएको छैनौँ त्यही पनि स्यास्या निस्किसक्यो यो मान्छेले रियलाइज गरिसक्यो कि हिज नट अ हाइकिङ पर्सन भनेर अनि पर्सन त्यस्तो त भन्न सकिँदैन कहिले ट्राई गरेको छैन आई डोन्ट नो कति हिँड्नुपर्ने छ अझ तर त्यो पार्क चाहिँ दामी छ म 1 वर्ष पहिला आएको थिएँ ट्याक्कै अनि त्यति बेला चाहिँ कस्तो दामी थियो रत्न पार्कमा के छ के छैन सो हामीलाई गाइड गर्ने चाहिँ ड्याडी यसरी अगाडि अगाडि बाटो देखाइराख्नु भएको छ यस्तो खतरनाक बाटो छ यहाँ थाके हजुर के भन्नुहुँदैछ यस्तो छ बाटो पनि ए यही बाटो आएको होइन हामी पहिला पिकनिक जाँदा रेडी यिनीहरू खुट्टा त लामो छ मेरो खुट्टा छ यस्तो डर लाग्दो बाटो छ जय बजरंगबली एलिसले स्यास्या गरेर सुन्नु रेडी एलिसको स्यास्या निस्केको दम लाग्यो मान्छे हजुर बस्ला क्या पसिना आउनु थालिहाल्यो चलो चलो ड्याडी र भाइ यति छिटो छिटो हिँडे हजुर पसिनाले यसको मुख आमामा हजुर यस्तै दिनकै हुनुपर्ने हो कि यति हजुरले स्यास्या केही भएन म एक ब्याग समाएर धेरै समाउँछ ब्याग कहिले स्यास सबभन्दा नस्या एकदिन पनि रेस्ट गर्न दिएन निहरूले उठाइहाले साँच्चीमा हाइकिङ गएको कि काठमाडौँमा गएको हो अनि म गएको हाइकिङमा यस्तो ठाडै उकालो कहाँ थियो त कस्तो हाइकिङ यहाँ त सिधै यस्तो उकालो छ यस्तो पहाडीको खुनको नाम धब्बा थियो अनि त्यही माथि यहाँ त चुपलाइ यहाँ हामीहरू कति फटाफट हिँड्यौँ होइन उता त हामी रेस्ट गर्दै हिँड्दै बिस्तारै हिँड्दै गएको हो नि त हाइकिङ
यो मान्छे डाउट गरिरहेछ म हाइकिङ साँच्चीकै गएको हो कि होइन भनेर अनि त्यही पनि त्यति धेरै उसमा गएको होइन नि त यहाँको मान्छेहरूलाई माने मैले कसरी हिँड्छन् हो यत्रो हुन त म पनि जन्मेको त यहीँ हो लालच छे खुद पर मालिका त जाने मन छ जत्तिकै चाहिँ भयो नि यहाँ पनि जाने मन छ त थाके पनि जाने मन त छ नि त थाके पो भनेको त मैले जाँदै जान्न थोरी भने थाक्नु त पाइयो नि धन्न मैले भित्रको भेस्ट निकालेँ मम्मी ननिकाल भन्नुहुन्थ्यो यसले त मलाई गर्मी भइसक्यो माथि गए जस्तो चिसै हुन्छ त्यताको पोखरी यस्तो मनपर्छ मलाई ल हो अब चाहिँ एकछिनलाई चाहिँ दामी ठाउँ आयो के हो त्यो नाइस मेरो ब्लगमा एकचोटि सबै यहाँ त केही हुन्न सो दिस इज माई टिम यो भिडियो त म युट्युबमा हाल्छु सबभन्दा पहिला चाहिँ यो ठाउँमा भालुले आक्रमण गरेर 2-3 जनालाई घाइते बनाछ अरे सबभन्दा पहिला भालु आयो भने कसरी बस्ने आँखा निकाल्ने तिमीलाई भगाउँछु म अगाडि आउँछु उही त्यसपछि फाइट हुन्छ सिङ्गल हामी त कहाँ भाग्छौँ त ढुङ्गा हान्छौँ हामी घाँटे पुतो भालुको घाँटे पो नखाइदिनु भालुको स्पिड धेरै हुन्छ भालु आएपछि ड्याडी हामीलाई भगाउने रे अनि आफू अगाडि जाने रे हो ड्याडी अनि हामी पनि पछाडिदेखि ढुङ्गा हान्छौँ नि त्यही ब्याक सपोर्ट गर सुपर हिरो फादर आर सुपर हिरो त भाग्ला सबभन्दा पहिला भाग्ने को ड्याडी बाबु भाग्ले यो भाग्छ सबभन्दा पहिला होइन के भालु तेरा पछि लाग्छ ज्यान पाएको भाग्यो भन्छ यार हुन्छ ज्यान सबैको डर लाग्छ डरले भगाउँछ डरकै आगे जित हेर्नु हुन्छ कन्डिसन हेरेर भाग्ने हो पुरा यसरी देख्ने त्यही भाग्नु कहिले पनि तँलाई मजाले हेर्ने हेर्दा यस्तै के मर्दैन आफ्नो जानलाई खतरा छ भने मात्रै आक्रमण गर्ने हो कि अपोजिटमा मात्र गर्दैन उही कस्तो राम्रो फुल जरिलोहरू होइन होला Little, little baby I found this wildflower के हो ड्याडी यो फुलको नाम ड्यान्डिलियन कसरी होला यो ड्यान्डिलियन त माथि फल्छ रुखमा फल्छ अरे फुल्छ भन्नु भालु नदेखियोस् अरू जेसुकै हुन्छ तर 3-4 वर्ष पहिला 4-5 कति वर्ष पहिला हो म यो बाटो आउन चाहिँ आएको थिएँ हामीहरू सबै पिकनिक गएको थिएँ फ्यामिली कोरोनाको टाइममा सब यताउता बन्द थियो नि त त्यही भएर
यही बाटो भएर गयो नि रेडी सब बाटै छै हुन्छ पाहाडको के थाहा मलाई Pretty little baby I'm so in love with you मेरो दिमागमा ब्लड फ्लू बढ्दैछ दिमागमा ब्लड फ्लू बढ्दैछ अझ फेरि उकालो आइसक्यो फेरि उकालो आइसक्यो गाइजहरू केही छैन हुन त मेरो भ्लग पनि को हेर्ला है ड्याडीको मित्रको कल आयो सायद यत्रो ठुलो जाली छ स्पाइडरको Pretty little baby I'm so in love with you हामीलाई ड्याडीले बाटो देखाउन लाग्नु भएको अब ड्याडी आफै बिर्सिनु भयो हामी कहाँ पुग्यौँ भन्नु हुँदैछ ड्याडी This is not fair This is not fair daddy Don't worry भन्दा भन्दा ड्याडीले कहाँ ल्याएर आउनु भयो अनि यहाँ माखुराको जालाहरू पनि यति ठुल्ठुलो छ ल है केही बनिरहेछ यता ठिक छ यो सिधा तल झर्ने हो माथि नआबि हुन्थ्यो आफै बिर्सिनु भयो ड्याडी यो दिदी खाली फेरि छोडाइ गर्यो ड्याडीले बाटो बिर्सिनु भयो एक त अनि त्यसपछि के भन्नु हुँदैछ आफ्नो गल्ती लुकाउनलाई झन् राम्रो भयो अरे अब यतिको देखाउने यस्तो गाइजहरू हामीहरू बच्चा बच्चीले गल्ती गर्यो भने चाहिँ गल्ती हो प्यारेन्ट्सले गल्ती गर्यो भने चाहिँ केही भएन झन् यो राम्रो गर्नको लागि हो झन् राम्रो भयो नि सिन देख्यो नि भन्दै ऊ पछाडि गर्नु हुँदैछ तर ठाउँ चाहिँ राम्रै छ म लास्ट इयर गएको जस्तो भयो त राम्रै छ अब फोहोर सोहोर गरेको भए यताउति गरेको भए आई कान्ट ग्यारेन्टी कसरी अनि त्यहाँ पिङ पनि छ हजुर मेरो यहाँ पसिना झार्नु ठिकै छ म पनि जति चढ्नु चढिसकेँ मलाई यो हाइकिङ साइकिङ आयो कि डाँडा काँडा चढ्यो कि रनिङ नोज मान्छेहरू छन् ए उही मान्छेहरू रहेछन् तर ठिकै छ के भयो त मान्छेहरू जहाँ पनि हुन्छन् के भयो मेरो पनि यस्तै हो कि जङ्गलहरूमा आयो यतातिर हाइकिङतिर आयो भन्ने बित्तिकै नाक बग्न सुरु हुन्छ स्यास्या नाक बग्न भनेको अब बुझ आफै सिकाउनु राम्रो बाटोमा आयो हामी हिँड्नलाई ठुलो हुनु ल ल ल समाउनु जसै समाउनु बोल्दा नि हुन्छ ड्याडी भ्लगमा ए के बोल्ने हो ठिक छ तिमीहरूलाई रमाइलो हुनु पर्यो यो महादेवको डाँडा हो
महादेवको डाँडा हुँदै हामी प्रेम स्मृति पार्क भन्ने ठाउँमा गइरहेछौँ है। त्यहाँ सबैले पिकनिक मनाउने, बर्थडे मनाउने, अरू सेलिब्रेसनहरू गर्ने। अब यो सामनेको एउटा डाँडा छ, हिमालको सिन पनि तपाईँले यहाँबाट हेर्न सक्नुहुन्छ। यो हो न यो हिमालको नाम हो तपाईँको कस्तो गौरीशंकर। यस, गौरीशंकर इसका नाम है। देखो ये हिमाल है। ड्याडी के गर्नु हुँदैछ त्यहाँ? सर्टहरु निकाल्नु। बोल ड्याडी खाना पार भना। बोल त्यो आउनुमा भा। ड्याडी ब्लग बनाउने मान्छेले बोल्नु पर्छ। म त जान्दिनँ नि बोल्नु। क्यामेराबाट ब्लग बनाउँछु। Hey guys, Hey guys. unfollow her. No. जति पिक्चर भयो हामी She is not worthy of your following. इंग्लिश बोल्न सक्दैन त्यसैलाई भन्ने भाइ। Yes. ओ ल खै आज गरौँ नि यहाँ। हजुर MP4 मा हाल्ने कि MOV मा? यहाँ सर्च गर्नु MP4 होला। MP बोल्नु MP4 होला। ए MOV भने मुभी वाला उ हैन? MOV मा होला। पुरै झन् यहाँसम्म बोकेर लिए अझै सो होला मलाई बोकिस् तैले अझ भन त मलाई बुझिन्न। ल पानी दे ल राख्दै अब यो पानी कोले बोक्यो ल धक्का फोटो खिच्दै हुने इतना हैन। 500 रुपैयाँ माग्नु उनीहरु छ त ठुलो पैसा माग्ला नि के छ उनले ल्याएको छ ल्या होला नि जुन केन्द्र ल्याएको मम्मी भएन भन्ने नाइ सेटिङ मिलाउँदै थियो नि उहाँ टुप्पा पुग्छ के भएन भने मम्मी सेटिङ मिलाउँदै छु आउन बेला पनि सेटिङमै मिलाउँदै के सो गाइस हामीले खानेकुराहरु पनि ल्याएको थियौं अहिले चाहिँ हामीले केरा खायौं पानी केरा अनि हामीसँग तागत आयो थोरै थोरै तागत आयो अनि त्यसपछि हामीसँग अझ चाउचाउ पनि बाँकी छ अनि त्यसपछि के बाँकी छ चोखो पनि बाँकी छ पूजना बादरले बोक्रा सहित चपाइदिए केरा दिदी आँखा बन्द गर्नु आँखामा हात राख्न हजुर कानमा हात त मुखमा गान्धीजी के तिल बन्द गर्नु भयो त म बुझे one kiss is all it takes falling in love with me possibility daddy पछाडी हेर्न त्यहाँ यत्रै देखिनु भएको छ बगे he's my dad he's my dad this one for is my viewers अदेन भनिदिन्छु पोर्ट्रेटमा हाक्ने हजुरहरुको लागि गाइस हजुरहरुको लागि मैंने फोटो मतलब त्यो हुन्छ नि के अलि पुरा मेरो पछाडी मेटाको निकाले होस् कलर अलि हुन्छ नि डीप कलर हुने के भाइ क्वालिफिकेसन चाहियो त 10 पास मा हिमालय म यो केराको बोक्रा किन छ मेरो होला क्वीन छ जंगल हो प्लास्टिकहरु चाहिँ ठेल्नु भएन यतातिर अनि यस्तो यो क्वीने सामान चाहिँ फाल्दा हुन्छ कोले भने मैले भने क्वीन छ नि त मल बन्छ एकलाई मल छ यहाँ यो यताको बोट बिरुवाहरुलाई प्लास्टिकहरु यताउता फालेर चाहिँ फोहोर गर्नु भएन जुन प्लास्टिक आफूले ल्यायो त्यो आफूसँग राख्नु पर्यो फिर्ता लगाउनु पर्यो अनि यस्तो यो कुइने केराको बोक्रा स्याउको डन्डी यताउता फाल्दा हुन्छ स्याउको डन्डी फाल्दा हुन्छ नि के भने मैले तलाई पनि फाल्नु राख्नु पर्छ त्यो साइज यो भिडियोको साइज कसो भिडियोको साइज फ्रेम साइज ल म यहाँमा सर्च गर्छु नि मेरो वाइफाई भएको मान्छेले किन सोध्नु पर्यो ल के सर्च भन्नु दिदी one kiss is all it takes मुझे मजा आ रहा है गाइस
डाइरेक्ट सनलाइट अभोइड गर्नुपर्छ क्लाउड शेड शेडमा केल्भिन उनीहरु छन् कहिले डाइरेक्ट उफ्रेन धक्का दिन्छ तेरी मेरी तेरी प्रेम कहानी है मुश्किल दो लब जो मैं बयान पाए आनु नि बानर बालुसी एक लड़का ल रोक सबलाई बस्छ खाली नदी गाउँछ डाँडो ल यहाँलाई बस्छ बानर बालुसी गर्छ एकछिन हाम्रो फोटो भिडियो सेसन भयो गाइजहरू अनि त्यसपछि हामी अझ हिँड्न लाग्यौँ पार्कतिर अनि अब त्यो पार्कमा गएर म भ्लग बनाउन सक्छु कि सक्दैन थाहा छैन किनकि त्यहाँ धेरै मान्छेहरू छन् धेरै त होइन बट एउटा ग्रुप छ लाज लाग्छ नि त मलाई कसैले केही नगरे पनि गइसक्यो मैले हाम्रो यो पुरै बाटो रेकर्ड गर्छु सोचिरहेको थिएँ हाइकिङ गर्दा तर म सक्ला जस्तो छैन गाइस त्यही भएर म त्यही पुगेर भेट्छु हजुरहरूलाई बाई हामी अब पुगिसक्यौँ भन्दा नि भयो यही ठाउँ हो अब अलि अगाडि पनि छन चाहिँ बाबु घाम गएपछि फोटो राम्रो आउनु कि आयो ड्याडी घाम ड्याडी फोटो खिच्नुहुन्छ यहाँ आइज यताबाट खिच्दै एकै खिच्यो आथे इसाले मुख ब्लक गरे सो अहिले चाहिँ हाम्रो फोटो सेसन भइरहेको छ हामी प्रेम स्मृति पार्कमा पुगिसकेका छौँ र अहिले हाम्रो फोटो सेसन भइरहेको छ अनि अब यो पार्क कस्तो छ भनेर मजाले यो क्यामेरामा चाहिँ सबै एकैचोटि क्याप्चर गर्न भ्याइन्न कि मेरो लिपस्टिक कस्तो भइसकेको छ यो चाहिँ पुरै यसरी तल यो बाटो छ नि यता तल जाने क्यामेराम्यान चाहिँ हाम्रो ड्याड हुनुहुन्छ यता यस्तो मेहनत गरेर फोटो खिचे पो फोटो राम्रो आउँछ त हेलो लाइट यस्तै पऱ्यो फेसमा कि पुरा टिल्किएको त हावाको हाम्रो ड्याडी यसरी फोटो खिचिराख्नु भएको छ हाम्रो यदि तपाईहरुले कसैको बुवा मध्ये कोही फोटो खिच्नु छ भने कमेन्टको ट्याग गर्नुहोस् आफ्नो बाबालाई ट्याग गर्नुहोस् ही इज माई ड्याड तर क्यामेरा क्वालिटी मेरो यस्तो राम्रो छ कि ड्याडी देखिनु हुँदै छैन हामी चाहिँ यसरी पोज दिइरहेको छौँ यहाँ तपाईहरुको सत्यानाश भइसकेको छ ओइ 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 जेलतिर बचाइदिए ड्याडी हाम्रो फोटो खिच्दा कुन कुना गइसक्नु भयो भन्दा क्या पुगिसक्नु भयो ड्याडी यो पोखरी मलाई यस्तो मनपर्छ किन आई डोन्ट नो है तर यो पोखरी चाहिँ मलाई लास्ट मनपर्छ गाइज आई लभ दिस पोखरी सी अल्सो लभ दिस म्यान आवाज पनि आएन क्या यस्तो खत्तम जोक हाने यसले मुटु ढकढक भयो भनेर डराइरहेछ आई लभ दिस पोखरी गाइज यस्तो दामी पोखरी छ है मेरो क्यामेराले अब क्याप्चर त राम्रो
जानी आउँछ यो मेरो भिडियोमा अनि त्यसपछि उसरी गर्छ है यसलाई थाहा छ नि त मेरो क्यामेरा यहाँनिर राखेको छ भन्ने होइन जबरजस्ती क्यामेराको अगाडि आउँछ होइन यसरी अनि त्यसपछि उसरी गर्छ बाँदर जसरी हाँस्छ कहाँ मेरो यसको गनाउँदैछ यस्तो थाकेको छु म बट स्टिल आई एम लुकिङ प्रिटी पापा किधर गए पापा पापा किधर है पापा इधर है ए जुमै गर्न सकिँदैन ऊ त्यहाँ हि इज माई पापा गाइज आज मैले गाजर लाएर ठिक गरेँ त्यत्तिकै है मुड चलिरहेको थियो अनि मैले गाजर साजर लाएर बसेको घरमा अनि आज यहाँ घुम्न आउन पाएँ भोलिदेखि म डेली गाजर लाउँछु डेली घुम्न आउनु पाउँछु होला आई एम लिभिङ इन माई डिलुलु वर्ल्ड गाइज फेरि मान्छेहरू ट्राइङ टु बी क्युट तर क्युट देखिनु होला आइ एम नट ट्राइङ टु बी क्युट मलाई अहिले धेरै एक्साइटेड भएर के बोल्ने मन लागिरहेको छ त्यही भएर बोलिरहेको यो पोखरी मलाई किन यति मनपर्छ त्यसमा डाइ खानौँ भने मलाई पौडी आउँदैन जाडो पनि छ हजुर जुजुगर के हो जुजुगर भने त्यसमा सक्नु पऱ्यो नि मैले ए धक्का ए झुझुगर भन्छ अब धक्का दियो भन्नु छोडेर ल झुझु एलिस गर त यता पिङ पनि छ गाइजहरू पिङ म पनि खेल्ने यसपछि मेरो टर्न यस त्यसै हो त मलाई यो ठाउँ मनपर्ने पोखरी छ पिङ छ उतादेखि पहाड देखिन्छ हिमाल देखिन्छ सबै कुरा सेल्फ अब्सेस्ड सबै कुरा छ क्या एउटै ठाउँमा अनि त्यही भएर मलाई यस्तो मनपर्छ यो ठाउँ हजुरहरू यदि डोटी हजुर यदि मौवा आउनुभयो भने यो ठाउँ चाहिँ स्योर भिजिट गर्नु होला यस्तो रिस मान्छन् गाइजहरू यो खुट्टा तान्ने मान्छेहरू धेरै हुन्छ नि यो चाहिँ सबभन्दा बढी खुट्टा तान्ने मान्छे चाहिँ यो हो क्या मेरो यो मान्छेलाई 2 शब्द के 10 शब्द मेरो बारेमा नराम्रो नबोल्ने जसम्म निन्दा लाग्दैन रातिमा दिनभरि बिल्ला हाने हुन्छ अहिले चाहिँ अनि त्यसपछि हामीले आज घरमा मोमो बनाउने प्लान गरेको थियौँ अनि अहिलेसम्म यतै छौँ अब मम्मीले हामीलाई उडाउनुहुन्छ मेरो पालो कति बेला चुप्लाक 2 घन्टापछि अब म खेल्छु मेरो भिडियो बनाइदिन्छ एलिस यसपछि मैले म खेल्छु भनेको थिएँ ड्याडीले चिटिङ गर्नुभयो ड्याडीले म खेल्छु भनेर आफू जानुभयो तर ठिकै छ पप्पा फर्स्ट यस्तो राम्रो छोरी हो म आफ्नो पालो ड्याडीलाई दिदिए हम्मानी इया मेरो पालो चाहिँ कहिले मेरो घाँटी उस्तै बसेको थियो अब झन् बसिसक्यो तल यहीँ बसिसक्यो हामीले छिटो आएपछि ओ यस्तो खतरा खेलिदिनु बुलेटले तपाईहरुमध्ये कसैको बाबा सक्नुहुन्छ भने कमेन्टमा ट्याग गर्नु होला मेरो पालो ड्याडी अब मेरो पालो कति बेला अहिले मेरो पालो भनेको थिएँ खासमा जर्बिया रोकिन्छौ नि इमा वान जोल दिने लगाएर घरमा कति खेल्छन् यति जति खेल्दिए यसरी धेरै उठ्न खोज्दै थिए चोट लाग्यो चोट भ चोट लाग्दैपछि उत्तर भयो भने ल बस अब तिमी ल भयो बरु बस त्यस्तै हात दुईटै सराएर मजाले बस मजाले बस न
झुकिहाल खुट्टा तान फाइनली गाइज हाम्रो हाइकिङ कम्प्लिट भइसक्यो अब जाने बेला मैले भिडियो रेकर्ड गर्न पाउँदैन किनकि अब यस्तो अँध्यारो भइसकेको छ अब हामी जङ्गलको बाटो जान्छौँ अनि हामीले फटाफट जानुपर्ने हुन्छ अनि त्योमाथि अँध्यारो पनि हुन्छ त्यत्तिकै मेरो क्यामेरा क्वालिटी राम्रो छैन त्योमाथि अँध्यारो पनि हुन्छ अनि भिडियो पनि एकदम लामो भइसक्यो यस्तो अँध्यारो भइसकेको छ गाइज त्यही भएर शुभरात्रि बाई बाई थ्याङ्क यू फर वाचिङ द भिडियो